अब सबै यो पढे लेखेका युवाहरूलाई तपाईँले विदेश जा भने हो कमसेकम एउटा 3 जना कर्मचारीले गर्ने काम अहिले चाहिँ हामी नयाँ जेनेरेसन आउँदाखेरि हामीले गर्न सक्छौँ अनि हाम्रो ढोका तपाईँले यसरी बन्द गर्नुहुन्छ यो विधेयकलाई पूर्णता दिइराख्दाखेरि ती हामीलाई हेर्न नआउने लाखौँ युवाहरू यो विधेयक पर्खिरहेका छन् भन्ने कुरालाई बिर्सनु हुँदैन हामीलाई यहाँ आएर घेराउ गर्ने हामीलाई हडतालको धम्की दिने आन्दोलनको धम्की दिनेहरूका दबावमा परेर कानुन बनाउन थाल्छन् भने राज्य चलाउन सक्दैन देशलाई चाहिने कानुन दिन सक्दैन एमबिबिएसको भन्दा हाम्रो क्रेडिट आवर बढी छ हाम्रो केही पढाइ बढी छ हामीले किन आफ्नो तह नपाउने भनेर उहाँहरूको तर्क मान्ने हो भने त्योभन्दा अलिकति क्रेडिट आवर बढी भएको इन्जिनियरलाई के गर्ने अनि ल एलएलएम गर्नेहरूले भने बिए पास गर्न अहिले पहिला 2 वर्ष थियो अहिले 4 वर्ष झन्डै 5 वर्ष लाग्छ एलएलएम गर्न 3 वर्ष कति लाग्छ हाम्रो त 8 वर्ष हुन्छ हामीले आफ्नो तह पाउने कि नपाउने झन् हामीले निजामतीमा चाहिँ 7औं तहमा भर्ना गरिरहेका छौँ यी सबै प्रश्नको सामना त हामीले गर्नुपर्ने होला नि हामीले अहिले भेटनरी डाक्टरलाई जवाब दिन्छौँ भने हामीले इन्जिनियरलाई पनि जवाब दिनुपर्ने होला मेकानिकल इन्जिनियरलाई पनि जवाब दिनुपर्ने होला हामीले चाहिँ अनि आर्किटेक्चरहरूको छुट्टै डेलिगेसन आफै हुनलाई जवाब दिनुपर्ने होला र एलएलएम गरेर आउने 8 वर्ष पढेर आउनेलाई पनि त जवाबदेही त हामी हुनुपर्ला नि हाम्रो चाहिँ जवाबदेही तिनीहरूप्रति छैन भनेर हामी भन्न सक्छौँ सबभन्दा राम्रो तर्क के आएको छ भन्दाखेरि